यार त मेरो जिन्दगीमा किन आइस त्यति बेला हरेक कुरा सेफ्टी थियो त कसरी भयो हाउ इज इट पोसिबल हुन्छ धन्य भयो गल्ती त भयो ओके जे बाबु मान्छेको गल्ती हुन्छ न भन के गरौँ म के गर्ने त अब यो बच्चा जन्मिन लागेको बच्चा अब जन्माउने हो नि बच्चा मार मैले दिँदैन यार इट्स अ बुल हत्ता इट्स अ किलर आई एम नट अ किलर तर घरमा लान सक्दैन म के गरौँ यार के गरौँ म तिमीलाई तपाईँ के मसँग लाग्नुभन्दा अगाडि तपाईँको के बच्चा श्रीमती भइकिन तपाईँ केटीलाई हेर्नु भयो बाहिर बाहिर घरमा बच्चा छ भन्ने कुरा सिधमा चाहिँ यु नो द्याट अब हो यु फलो मी म त तपाईँलाई मन पराउँछु माया गर्छु त्यही भएर नि यो भयो तपाईँ चाहिँ मायाले गर्दाखेरि जिन्दगीमा तनाव थपिरहेको छ यार त्यति बेला म तँलाई भन्नु गएन नआइन्छ मेरै हो यार गल्ती मेरै हो अब के गरौँ म यार बच्चा मार्नु अपराध हो बिचरा उसले पनि संसार देखेको छैन भनेर उसलाई पनि बाँच्ने अधिकार छ म घर लैजाउँ भने श्रीमती छ बच्चा छ यार उसको पनि जिन्दगी हो गरिब मान्छे म के गरौँ यार के गरौँ भन त तिमीले के गर्छ भन्न चाहन्छौ तपाईँको हातमा सबै कुरा अब मलाई पनि तपाईँले बिहे गर्नु पर्यो स्वीकार्नु पर्यो बच्चा छ यार कसरी स्वीकार म हाउ इज इट पोसिबल अनि संसारमा तपाईँ मात्रै हो दुईटा बिहे गर्ने मान्छे अरू छैनन् संसारमा तिमीलाई घरमा लैसके श्रीमतीको हालत के होला अनि संसारमा एउटा मात्रै घर छ घरमा त्यही श्रीमती भएकै घरमा मात्रै बस्न सकिन्छ अर्को घर छैन अन्त आखिर कति जेल चियावाले कति जेल 2 महिना 3 महिना आखिर तिम्रो पेट बढिहाल्छ मान्छेले देखिहाल्छ आखिर कति जेलसम्म